जय मसी सबैजनालाई। आज तपाईँहरूको बिचमा डाहाले हड्डी गलाउँछ भन्ने शीर्षकमा केही कुराहरू बाँड्न चाहन्छु। मेरो भिडियो चाहिँ प्राय जसो विश्वासीहरूले कमेन्ट गर्नुहुन्छ, अनि त्यही भएर विश्वासीहरूको लागि चाहिँ यो आजको वचन एकदम राम्रो छ। हितोपदेशको पुस्तक 14:30ले भन्छ, शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले हड्डीहरू गलाउँछ। है, यो हितोपदेशको पुस्तक 14:30मा। अनि यहाँनिर हामीले चाहिँ एउटा गम्भीर आत्मिक रोगको बारेमा छ कि यो चाहिँ शरीरको रोगहरू चाहिँ देखिन्छ बाहिरबाट, तर यो आत्मिक रोग हो यो चाहिँ। है, डाहा गर्ने कुराहरू, ईर्ष्या गर्ने कुराहरू चाहिँ यो एकदम गम्भीर रोग हो। यो चाहिँ आत्मिक रोग हो के। यो चाहिँ कसैले देख्न सक्दैन, चेकअप गर्दा पनि पाउँदैन, त्यो आफूले आफूलाई बुझ्ने कुरा हो। यो चाहिँ डाहा बाहिरबाट देखिने घाउ जस्तो चाहिँ हुँदैन के, त्यो भित्री घाउ हो। यसले चाहिँ भित्र नै मनभित्र नै यसले घाउ बनाउँछ है। अनि परमेश्वरको वचनले चाहिँ डाहालाई सामान्य कुरा मानेको छैन। यसले चाहिँ डाहाले हड्डी गलाउँछ भनेर भनेको छ है। हड्डी गलाउने, डाहा गर्ने गर्दाखेरि चाहिँ हाम्रो भित्री हड्डी गल्ने रहेछ। यसको अर्थ डाहाले मानिसको भित्री शान्ति, आनन्द अनि चाहिँ त्यो सम्बन्ध र आत्मिक जीवनलाई भित्रैबाट कमजोर बनाउँछ के डाहाले चाहिँ है। डाहा भनेको के हो त भनेको, डाहा भनेको अरूसँग भएको कुरा देखेर आफ्नो मनमा असन्तुष्टि उत्पन्न हुनु चाहिँ डाहा हो। जस्तै उसले किन मभन्दा धेरै पायो है, उसलाई किन सम्मान गर्यो, अरूको प्रशंसा सुन्न नसक्ने के है। अनि अरूको प्रशंसा, अरूले गरेको उन्नति देख्न नचाहने, अनि त्यो चाहिँ डाहा भयो क्या। आफ्नो मनमा डाहा लागेको थियो। उहाँको सेवा किन गरियो, उहाँको प्रशंसा गरियो किन गरियो, उसको प्रशंसा किन गरियो, मेरो किन गरिएन है, जस्ता कुराहरू चाहिँ डाहा हो। यसको उसको परिवारको राम्रो भयो, मेरो चाहिँ भएन भन्ने कुराहरू है। अनि किन उसको परिवारमा राम्रो भयो, अनि किन उसको आर्थिक अवस्थाहरू एकदम राम्रो छ, मलाई किन यस्तो अवसर मिलेन, जस्ता हाम्रो मनमा आउँछ भने यो चाहिँ डाहा हो भन्ने कुराहरू चाहिँ हामीले बुझ्नुपर्छ है। जब अरूको आशिष देख्न हाम्रो मनमा खुसीको सट्टा पीडा आउँछ, त्यहाँ डाहाको बिउ हुनसक्छ के है। अनि डाहाले किन हड्डी गलाउँछ त भन्दाखेरि, यो पदले डाहाले साँच्चीकै हड्डी पगाल्छ भन्ने शाब्दिक अर्थ मात्र दिइरहेको होइन। यसले चाहिँ मानिसको भित्री जीवनलाई कति गहिरोसँग कमजोर बनाउँछ भन्ने कुराहरू चाहिँ विस्तृत रूपमा चित्रण गरिएको छ। अनि डाहाले मनको शान्ति खोज्छ है। डाहा भएको मानिसले आफूले पाएको आशिष हेर्न सक्दैन, तर अरूसँग भएको कुरा मात्रै उसले देख्छ है। उसले भन्छ मसँग यो छ तर उसँग त्यो छ, त्यसपछि ऊ तुलना गर्न सुरु हुन्छ है। तुलनाबाट असन्तुष्टि हुन्छ, अनि त्यसपछि डाहा आउँछ, त्यसपछि अशान्ति हुन्छ। तर शान्त हृदयले भन्छ, परमेश्वरले मलाई जे दिनुभएको छ त्यसको लागि म धन्यवाद दिन्छु भन्छ होइन। अनि हामीले उदाहरणको रूपमा हेऱ्यौँ भनेदेखि उत्पत्ति 4:3-8मा कैन र हाबिलको उदाहरण, डाहाको कारणले गर्दा भाइको भेटी स्वीकार गरियो, उसको गरिएन, उसलाई स्वीकार गरिएन, अनि त्यही डाहाले उसको बिउ भएको छ, डाहाको बिउ भएको छ। त्यसपछि उसले त्यो गएर आफ्नो भाइलाई मारेको कुराहरू चाहिँ हामीले यो यहाँनिर पाउन सक्छौँ, डाहाले है यो भएको। त्यसपछि कैनको मनमा क्रोध र ईर्ष्या उत्पन्न भएको छ। उसलाई अस्वीकार भएपछि, भाइलाई स्वीकार, उसलाई अस्वीकार भएपछि उसलाई क्रोध आएको कुराहरू, ईर्ष्या लागेको कुराहरू छ। परमेश्वरले कैनलाई चेतावनी दिनुभयो कि पाप ढोकामा ढुकेर बसेको छ, तर कैनले आफ्नो हृदयको अवस्थालाई सुधार्न सकेन। अन्तिममा उसले आफ्नो भाइ हाबिलको के गर्यो त, हत्या गरियो। यहाँबाट हामी के सिक्छौँ त, डाहा सानो कुरा जस्तो देखिए तापनि त्यसलाई मनमा पाल्दै गएमा ठुलो पापमा पुर्याउन सक्छ है। त्यसैले डाहा आएको बेलामै हृदयलाई परमेश्वरको सामु जाँच्नुपर्छ र त्यसलाई त्याग्नुपर्छ। अनि 5औं नम्बर बुदामा चाहिँ आएर युसुफको दाजुभाइहरूको एउटा उदाहरण पनि छ हामीले उत्पत्ति 37 अध्यायमा।
युसुफलाई पनि उसको दाजुभाइहरूले डाहा गरेको कुराहरू छ। युसुफले विशेष सपना देखे, उसका दाजुभाइहरूले उसको कुरा सुनेपछि उनीप्रति डाहा गर्न थाले है। यो डाहा यति बढ्यो कि उनीहरूले युसुफलाई हटाउने योजना बनाए र अन्तमा उसलाई दासको रूपमा बेचिदियो भन्ने कुराहरू चाहिँ हामीले उत्पत्ति 37 अध्यायमा पढ्न पाउँछौँ। अनि डाहाको यात्रा हेर्नुहोस् है, डाहाको यात्रा चाहिँ डाहाबाट घृणा अनि खराब सोच, त्यसपछि गलत निर्णय अनि ठुलो नोक्सानी है डाहाको यात्रा। तर परमेश्वरले युसुफलाई त्याग्नु भएन। यसले हामीलाई के सिकाउँछ? मानिसले डाहाको कारण तपाईँलाई तल झार्न खोजे पनि परमेश्वरले आफ्नो उद्देश्य पुरा गर्न सक्नुहुन्छ है भन्ने कुराहरू चाहिँ हामीले सिक्न सक्छौँ। डाहाले आत्मिक जीवनलाई कसरी गलाउँछ? प्रार्थनाको आनन्द घटाउँछ 1 नम्बरमा। 6 नम्बर बुदाको सहयोगी बुदाहरूमा चाहिँ डाहाले आत्मिक जीवनलाई कसरी गलाउँछ भन्दाखेरि प्रार्थनाको आनन्द घटाउँछ है। डाहा भएको मन परमेश्वरको उपस्थितिभन्दा अरू मानिसको जीवनमा बढी ध्यान दिन थाल्छ है। अनि उसले 2 नम्बरमा धन्यवाद गर्ने हृदय हराउँछ। प्रार्थनाको आनन्द हराउँछ, धन्यवाद गर्ने हृदय हराउँछ। डाहा भएको मानिसले मसँग के छ भन्दा पनि अरूसँग धेरै कुरा छ भनेर हेर्छ अनि ऊ धन्यवादी हुँदैन है। अनि तेस्रो नम्बर सहयोगी बुदामा चाहिँ प्रेमलाई कमजोर बनाउँछ। प्रेमले भन्छ तिमीलाई आशिष मिल्दा म खुसी हुन्छु, डाहाले भन्छ तिमीलाई किन मिल्यो है। अब यो सहयोगी पद अन्तिममा अनि सम्बन्ध बिगार्छ डाहाले साथीलाई प्रतिस्पर्धा, भाइलाई शत्रु, सहकर्मीलाई प्रतिद्वन्दी जस्तो देख्न थाल्छ है। डाहाले चाहिँ आफ्नो साथीप्रति प्रतिस्पर्धा हुन थाल्छ, भाइप्रति शत्रु जस्तो व्यवहार हुन्छ अनि सहकर्मीहरूलाई चाहिँ प्रतिद्वन्दी जस्तो देख्न थाल्छ डाहाले। अनि 5औं नम्बरमा चाहिँ अन्तिम बुदा, अघिको चौथो बुदा रहेछ, अहिले 5औं बुदा मण्डलीमा विभाजन ल्याउन सक्छ। मण्डलीमा चाहिँ कसले अगुवाई गर्यो, कसले गीत गायो, कसले प्रचार गर्यो है, कसको सेवा प्रशंसित भयो, यस्ता कुरामा चाहिँ डाहा आयो भने सेवकहरू बिच दूरी पर्न सक्छ है। त्यही भएर अनि यो मण्डलीमा विभाजन ल्याउन सक्छ डाहाले। मुख्य बुदाको 7औं बुदामा चाहिँ डाहाको मूल कारण के हुन सक्छ त? धेरै पटक डाहाको जरा तुलना र असन्तुष्टिमा हुन्छ। हामी परमेश्वरले दिनुभएको जीवनलाई स्वीकार नगरी अरूको जीवनसँग तुलना गर्छौँ। तर परमेश्वरले सबैलाई एउटै वरदान दिनुभएको छैन। पहिलो कोरिन्थी 12को 4देखि 6 हेऱ्यो भने वरदानहरू विभिन्न किसिमको छ, सेवाहरू पनि विभिन्न किसिमको छ, तर परमेश्वर एउटै हुनुहुन्छ भन्ने कुराहरू चाहिँ। त्यसैले अरूको वरदान तपाईँको मूल्यको प्रमाण होइन। अरूले राम्रो गरे भने तपाईँको मूल्य घट्दैन। अरूले ठुलो सेवा गरे भने तपाईँ सानो हुनुभएको होइन। अरू धनी भए भन्दैमा परमेश्वरले तपाईँलाई प्रेम गर्नु छोड्नु भएको चाहिँ होइन है। अनि 8औं नम्बर बुदामा चाहिँ डाहाबाट कसरी मुक्त हुने त? अब आफ्नो आशिष गर्न थाल्नुहोस् है। अनि डाहा हटाउने एउटा राम्रो उपाय चाहिँ कृतज्ञता हो है। अनि हरेक दिन भन्नुहोस्, प्रभु तपाईँले मलाई दिनुभएको जीवन, परिवार, स्वास्थ्य, सेवा, अवसर, उद्धारको लागि धन्यवाद है। अनि यो डाहालाई कसरी मुक्त हुने भन्ने बुदाको सहयोगी बुदाहरू चाहिँ है, आशिष गर्न थाल्नुहोस्। अनि दोस्रोमा चाहिँ अरूको सफलतामा खुसी हुन सिक्नुहोस् है। अनि रमाउनेहरूसँग रमाऊ, रोमीको पुस्तक 12को 15ले भन्छ होइन, रमाउनेहरूसँग रमाऊ भनेर भनेको छ है। अरूले आशिष पाउँदाखेरि प्रभु उसलाई अझ धेरै आशिष दिनुहोस् भन्न सक्नु चाहिँ पर्छ। यदि हामीलाई त्यस्तो लाग्दैन, अरूको आशिषमा, अरूको खुसीमा डाहा लाग्छ भने हामीलाई गम्भीर डाहाको रोग लाग्यो भनेर जाने हुन्छ। यसले डाहाको यसमा रमाउनेहरूसँग रमाउँदाखेरि होइन, अरूलाई आशिष दिनुहोस् भन्दाखेरि अनि डाहाको जरा चाहिँ काटेको हुन्छ। हाम्रो हृदयमा जुन डाहा छ नि त्यसको जरा चाहिँ काट्छ है। अनि तुलना गर्न बन्द गर्नुहोस्। तपाईँको जीवन परमेश्वरको हातमा छ। गलाती 6:4ले भन्छ आफ्नै कामलाई जाँच्न सिकाउँछ है, अरूसँग होइन। हिजोको म आफूभन्दा आज आत्मिक रूपमा बढेको छु कि छैन भनेर हेर्नुपर्छ है। हिजो म कस्तो थियो आत्मिक जीवन, तर आज कस्तो छु भनेर आफ्नो आशिष चाहिँ अनि आफ्नो आत्मिक जीवन चाहिँ हामीले
गर्न सक्नु पर्यो है भन्ने कुराहरू चाहिँ हामीले देख्न सक्छौँ। अनि बुँदा नम्बर 4 मा है अनि अरूको लागि प्रार्थना गर्न थाल्नुहोस्। कसरी डाहा हटाउने कुरामा चाहिँ अरूको लागि प्रार्थना गर्नुहोस्। जसप्रति तपाईँले डाहा छ उसैको लागि चाहिँ प्रार्थना गर्न सुरु गर्नुहोस्। जो व्यक्तिसँग तपाईँलाई डाहा लाग्छ त्यो व्यक्तिसँगको लागि चाहिँ प्रार्थना गर्न थाल्नुहोस्। अनि सुरुमा गाह्रो हुनसक्छ, तर निरन्तर प्रार्थना गऱ्यो भने परमेश्वरले हृदय परिवर्तन गर्नुहुन्छ है। अनि यो डाहा कसरी हट्ने भन्ने कुराहरूमा चाहिँ 5औं बुँदा परमेश्वरको योजनामा विश्वास गर्नुहोस्। परमेश्वरले तपाईँलाई बिर्सनु भएको छैन। अरूको समय आएको देखेर आफ्नो समय सकिएको छ भन्न ठान्नुहोला। परमेश्वरले समय सबैको लागि एउटै हुँदैन है। परमेश्वरले समय सबैको लागि एउटै हुँदैन। परमेश्वरको समय चाहिँ 10 नम्बरको बुँदा, मेन बुँदाको 10 नम्बरमा आजको लागि प्रश्न चाहिँ आज प्रत्येकले आफूलाई सोधौँ है। हामीले सोधौँ के मेरो हृदयमा कसैप्रति डाहा छ त? कसरी थाहा पाउने त त्यो? कसैको पैसामा, कसैको घरप्रति, अनि परिवारप्रति, सेवाप्रति, प्रतिभाप्रति, सम्मानप्रति, सफलताप्रति, अनि अरूको अवसरप्रति हामीलाई डाहा लाग्छ भनेदेखि चाहिँ यदि यस्तो छ भने त्यसलाई लुकाएर नराखौँ। आजै परमेश्वरलाई भनौँ, हे प्रभु मेरो हृदयबाट डाहा हटाउनुहोस् भनेर हामी भन्नु पर्यो है। मुख्य शिक्षा चाहिँ हितोपदेश 14:30ले 2वटा बाटो देखाउँछ। पहिलो बाटो चाहिँ शान्त हृदय है। शान्त हृदयले जीवन दिन्छ। दोस्रो बुँदामा चाहिँ डाहा है। डाहाले हड्डी गलाउँछ। त्यसैले हामीले रोज्नु पर्यो के त? डाहा होइन कृतज्ञता, तुलना होइन सन्तुष्टि, घृणा होइन प्रेम, प्रतिस्पर्धा होइन सहकार्य, अरूको पतन होइन अरूको उन्नतिमा खुसी है। हामीले यो रोज्नु पर्यो। निष्कर्षमा आएर हामीले प्रियहरू, डाहा अरूलाई भन्दा पनि हामीलाई नै जलाउँछ। डाहाले चाहिँ अरूलाई भन्दा आफैलाई जलाउने हो है। अरूको घर हेरेर हाम्रो घर ठुलो हुँदैन। अरूको सफलता देखेर आफ्नो मूल्य घट्दैन। अरूले पाएको आशिष देखेर परमेश्वरले हामीलाई दिएको आशिष हराउँदैन। त्यसैले आजैदेखि अनि प्रभु अरूको आशिषमा म डाहा गर्ने होइन, खुसी हुने हृदय दिनुहोस्। अरूको सफलतामा म दुखी होइन, धन्यवाद दिने मानिस बन्न सकौँ। मेरो हृदयलाई शान्त र कृतज्ञ बनाइदिनुहोस् भनेर हामीले भन्नुपर्यो। किन त्यसरी भन्ने? किनकि शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले हड्डीहरू गलाउँछ है। त्यही भएर हामी सबैजनालाई नै शान्त हृदयले जीवनै रोज्नु पर्यो। डाहाले हड्डी गलाउँछ, त्यही भएर त्यो चाहिँ हामी नरोजौँ। हस्त, धन्यवाद सुनिदिनु भएको लागि।